नमस्ते, मेरो नाम डाक्टर राजकुमार पन्त हो। हाल म बगडा अस्पताल माडीमा विगत 5 वर्षदेखि वरिष्ठ दन्त चिकित्सक रूपमा कार्यरत रहँदै आएको छु। आज हामीले दैनिक रूपमा प्रयोग गर्दै आएको ब्रस कस्तो हुनुपर्छ भनेर त्यसको बारेमा म सानो जानकारी दिन गइरहेको छु। सुरुमा हामीले ब्रसको कतिवटा पार्ट हुन्छ भने हेर्ने। सुरुमा हामीले ब्रसको सुरुमा यो माथिपट्टिको भागलाई हामी हेड भन्छौँ, बीचको भागलाई हामी स्याङ भन्छौँ र तलको भागलाई हामी ह्यान्डल भन्छौँ। ह्यान्डलमा पनि यो हामीले समाउने भागलाई ह्यान्डल भयो, बीचको घाँटी जस्तो पार्टलाई हामी स्याङ भन्यो, यो माथिको पार्ट टाउको जस्तो भागलाई हेड भन्यो। हेडमा नि ब्रसको दुईटा पार्ट हुन्छ, यो माथिको भागलाई हामी टो भन्छौँ, यो तलको भागलाई हामी हिल भन्छौँ। कसै कसै ब्रसको यस्तो पनि हुन्छ, मुनिपट्टि चाहिँ त्यो अलिकति यसो रफ सर्फेस हुन्छ होइन, यो चाहिँ स्क्र्यापर हो, टङ स्क्र्यापर भन्छ। यो जेनरली टङ स्क्र्यापर चाहिँ हामीले अरू छुट्टै पनि किन्न पाउँछौँ, तर हामीले यो टङ स्क्र्यापर भनेको चाहिँ मुखको सफा गर्नुको लागि हामीले बनाएको भाग हो। यो ब्रसमा यस्तो छैन होइन, यसमा हुन्छ, धेरै जसो ब्रसमा यो टङ स्क्र्यापर हुन्छ। अब यो हामीले सुरुमा यो मानव हेडकै बारेमा कुरा गर्छौँ। हेडमा यो यस्तो गुच्छा गुच्छा परेको धेरै कडा कडा रौँ जस्तो भागहरू हुन्छ। त्यो गुच्छा प्रत्येक गुच्छालाई हामी के भन्छौँ, यो टफ भन्छौँ। यो टपमा चाहिँ जेनरली हाम्रो टप कति प्रकारको हुन्छ भने चाहिँ कहिलेकाहीँ हाम्रो सुरुमा हामीले चलाउने टप चाहिँ नाइलनको हुन्छ। पहिला अरू मेटल पनि बन्थ्यो अरे होइन, त्यो चाहिँ त्यस्तो कुराहरू चाहिँ हाम्रो शरीरको लागि त्यति राम्रो हुँदैन थियो भने आजकल चाहिँ यो चाहिँ नाइलनको बनाएको हुन्छ। नाइलनको कारण चाहिँ अब यो धेरै समयसम्म ड्युरेबल पनि भयो होइन, छिटै भाँचिँदैन यस्तो खालको बनाएको हुन्छ। यसमा यो हाम्रो जेनरली यो टपहरू भनेको हेर्दाखेरि चाहिँ हामीले यस्तो यो 3टा रोजहरू हुन्छ। रोज भनेको यस्तो हाम्रो यो ठाडो कुरा हो। यो 3टा रोजमा प्रत्येक रोजमा चाहिँ हाम्रो 5 to 12 वटा टफ हुन्छ। यो यस्तो यो गोलो 5 to 12 वटा टफ यहाँ बसेको हुन्छ। अनि यो हामी सबै कपाल जस्तो भागलाई हामी मेडिकल भाषा ब्रिस्टल पनि भन्छौँ। अब यो ब्रिस्टलको चाहिँ हामीले कसरी ब्रिस्टल चुज गर्ने, के गरेर चुज गर्ने भन्दाखेरि जहिले पनि हाम्रो ब्रसको भागमा हेरेर हुन्छ, त्यो बाहिरपट्टि खोलमा लेखेको हुन्छ। त्यसपछि सफ्ट, अल्ट्रा सफ्ट होइन, एक्स्ट्रा सफ्ट होइन, मिडियम भने त्यस्तो लेखेको हुन्छ। यो चाहिँ कडापन, यो कडा चाहिँ कस्तो खालको कडा चलाउने भनेर हामीले भन्दा चाहिँ त्यो एडिए भनेको चाहिँ हाम्रो अमेरिकन डेन्टल एसोसिएसनले के भनेको छ भने जति सक्दो हामीले नरम खालको यो चलायो भने चाहिँ हाम्रो दाँतको बाहिरी पत्रको सेतो भागलाई हामी इनामेल भन्छौँ, इनामेल लस हुन्न भन्छौँ। अब यसको लागि हामीले कसरी थाहा पाउने भने चाहिँ एकदम राम्रो अलिक ब्रान्डेड कम्पनीको ब्रस चलायो भने एक्स्ट्रा सफ्ट हुन्छ, सफ्टै हुन्छ, अथवा सफ्ट हुन्छ, सफ्टै हुन्छ। ब्रान्डेड कम्पनीको टुथब्रस नचलाउँदाखेरि जसमा चाहिँ के हुन्छ भने लेख्न चाहिँ एक्स्ट्रा सफ्ट लेखेको हुन्छ, तर एक्ज्याक्टली त्यो एक्स्ट्रा सफ्टै हुन्छ, कडा खालको हुन्छ। त्यही भएर हामीले जति सक्छौँ त्यो चाहिँ हामीले एउटा रेपुटेड ब्रान्डको ब्रस चलाउँदाखेरि हामीले यो सफ्टवाला पाउँछौँ। त्यस्तै यो ब्रिस्टलको बारेमा चाहिँ हाम्रो लम्बाइ कति हुन्छ भने चाहिँ हाम्रो ठुलो मान्छेको लागि 10 देखि 12 mm को हुन्छ, बच्चाको लागि चाहिँ हाम्रो 7 to 9 mm चाहिँ यो ब्रिस्टल लामो हुन्छ। यसमा पनि हाम्रो यो जिगज्याग टाइपको ब्रिस्टल चाहिँ राम्रो मानिन्छ। यो चाहिँ किनभने हाम्रो दुईटा दाँत बिचको ग्यापको फोहोर चाहिँ इजिली सफा गर्छ। अब यो रह्यो त हाम्रो यो हामीले चलाउने ब्रसको ब्रिस्टल कस्तो हुन्छ। अब हामी ब्रसलाई कसरी सेफली राख्ने भन्ने हुन्छ। सुरुमा हामीले के बुझ्नुपर्छ भने ब्रसलाई कहिले पनि यसरी हामीले यसरी तेर्सो पारेर नराख्ने, हामीले ब्रसलाई चाहिँ ठाडो पारेन। ठाडो ब्रसमा के हुन्छ भने हामीले सुक्खापन हुन्छ, ब्रस सुक्खा हुन्छ र हामीलाई ब्याक्टेरिया ग्रोथ हुन्न। सेकेन्डमा हामीले पनि टोयलेटमा नराख्ने। यदि हामीलाई पोसिबल छैन भने टोयलेटको पनि 6 फिट टाढा भनेको जल 2 मिटर टाढा ब्रस राख्नु परिन्छ। ब्रसलाई हामी कहिले पनि कभर गरेर राख्नु, कभर गर्दा हामीले के हुन्छ यहाँ फङ्गसहरू ग्रोथ हुन्छ, अनि त्यो जसरी हाम्रो ब्याक्टेरिया भाइरस यहीँ नै बस्छ होइन। अनि अर्को कुरा हामी के सोच्नु भने ब्रस चाहिँ कहिले पनि हामीले अँध्यारो ठाउँमा नराख्ने होइन, ओपन एयरमा राख्यो। ओपन एयरमा राख्दा हामीलाई फङ्गसहरूको यो ग्रोथहरू ब्रसमा हुँदैन। त्यसपछि अर्को कुरा हामीले के सोच्छौँ भने जहिले नै हामीलाई कुनै पनि एउटा रोग लाग्यो, जस्तो माने फिभर आयो, हामीलाई रुगा खोकी लाग्यो अथवा केही भाइरसहरू भयो भने त्यो भएर हामीले जब त्यो रोगबाट हामी सन्चो छुटकारा बस्छौँ त्यसपछि हामीले त्यो ब्रसलाई फ्याँकिदिने। फेरि त्यो ब्रस युज गर्दा त्यो ब्याक्टेरिया भाइरस फङ्गस जे छ सबै ब्रसमै बसेको हुन्छ। त्यो फेरि हाम्रो मुखमा हामीले ब्रसलाई त्यही रोग फेरि हामीलाई फेरि पनि लाग्न सक्छ। त्यो ब्रस चाहिँ हामी कहिले पनि दुईजनाको ब्रस एउटै कन्टेनरमा नराख्ने, सेपरेट राख्ने, जहिले गर्दा एउटाको रोग अर्कोमा नसरोस्, त्यो एउटा कुरा बुझ्नुपर्छ। अनि हाम्रो ब्रस चाहिँ 3 देखि 4 महिनाभित्र हामीले ब्रस चेन्ज गर्नुपर्छ। जो कसरी थाहा पाउने भने त्यो चाहिँ हामीले ब्रिस्टलहरू एकदमै भाँचिया हुन्छ, त्यो भाँचेको ब्रिस्टलहरू भएपछि हामीले यो ब्रस नचलाउने, किनभने त्यसले चाहिँ हाम्रो दाँतहरू राम्रोसँग क्लिन गर्दैन। धन्यवाद, आज म यति नै जानकारी दिन चाहन्छु।